लोग्नेको बरखी सिद्ध्याएर निर्मला बहिनीको विवाहलाई माइत आएकी थिइन्। आधा जिउ र विवाहले लोलाएका आँखा लिएर उनी फुङ्ग उडेको एउटा अचेतन सपना झैँ बहिनीको सिँगार पटारमै अल्झिन्। क्रिम, पाउडर, लिपस्टिक, रुज, गाजलको यो सानो कोठी लगाइदिने ठिक पर्ला? गालाको टुप्पामा कि चिउलोमा? को लाउँछ छि यस्तो नक्कली कोठी पनि, मुकुण्डो सिँगारको जस्तो? कोठी लगाइदिने निर्मला आफैलाई मन परेन। गालामा कोठी लगाइदिने चलन त गइसक्यो। फेरि बहिनीको गालै राम्रो छ। धेरै रमाइलो रङ्गले आफ्नो अन्तरमा कोरिने आएका अतीतका अनेक भावुक रेखाहरूलाई लत्याउने कोसिस गर्दै थिइन्। तर कसो कसो अगाडिको त्यो ठुलो ऐनामा उत्रेको आफ्नो र बहिनीका ती दुई प्रतीक्षाले उनको भावुकतालाई फेरि कोतर्यो। 2 वर्ष अघि निर्मलाले छोडेर गएको यो ऐना कोठामा पहिलेकै झैँ जहाँको तैँ जस्ताको तस्तै रहेछ। कहीँ पारो उकिएको थिएन, कहीँ फुटेको थिएन। बरु उनलाई आफै सम्पूर्ण बदलिए झैँ लागे, आफू ज्यादै थोत्रिए झैँ लाग्यो। गाजलले कोरिएका ती आँखा पहिलेका झैँ अस्थिर भएर यताउता नाच्नलाई मानौ थाकिसकेका झैँ देखिन्थे। न फेरि उनको मनमा केही चञ्चलता नै रहेको थियो। निर्मलाले सिँगार सकेर बहिनीको अनुहार ऐनातिर फर्काइदिन्। उनलाई बहिनीको त्यो अनुहार समातेर एकपल्ट मही खान मन लाग्यो, तर त्यसो गर्न सकिनन्। उनलाई लाज लाग्यो, साथै केही अभिमान पनि, किनभने उनी बहिनी जस्तै राम्री थिइन्, अझ ऊभन्दा पनि राम्री। साँच्चै जो पनि उनलाई यही भन्थे, उर्मिला भन्दा निर्मला राम्री। तैपनि किन निर्मलालाई आज बहिनीको अगाडि फोका हुँदै गएको चाहिँ लाग्यो। साँच्चै उर्मिला दिदीको हातबाट रङ्गको झोल बनेकी थिए। निर्मलालाई आफ्नो हातको सिपदेखि खुसीको सट्टा ईर्ष्या लाग्यो। उसै गरी उनले आफूलाई सिँगार्न पाए। पल्लो कोठामा उर्मिलालाई हेर्न आएका केटा दाजुका विराटनगरका नयाँ साथी थिए। सायद प्रोफेसर उनक्यारे। निर्मलालाई उस्तो थाहा थिएन। उतापट्टि कोठामा गरेका गुनगुन दिदीबहिनी बसेको कोठामा बिस्तारै सुनियो। अनि निर्मलाका कान ठडिएर आँखा चनाखा भए। निर्मलाले आफ्नै एक सुरमा देखिन्। उर्मिला ऐनातिर निहुरेर हलुकासित मुस्कुराई। कपालको आँठोमा घुसेर कानैतिर ढल्किएको गुलाफको रातो कोपिलाले उसको सौन्दर्यमा अझ बढी निखार ल्याइदिएको थियो। उतापट्टि किन हो दाजु खित्का छोडेर हाँसे। त्यसपछि सँगै मधुरोसित फुस्किएको एउटा नौलो हाँसो पनि सुनियो। निर्मलाको सबै अचेतन तन्तुहरू अप्रत्याशित रूपले झन्झनाए। उनी लट्ठिँदै गइन्। उर्मिला उनीतिर हेरेर मुस्कुराइदिए। उनको त्यो एकात्मक सौन्दर्य निर्मलाको अन्तरलाई कमिलाले झैँ चिल्यो। उनीभित्रका सबै द्रव जमेर बरफ भए। उर्मिला ऐनासित टाँसिएकी थिए। एक्कासी निर्मलाले बहिनीको टाउकोबाट फूल झिकी झर्कारेर दुजा पारिदिन्। उर्मिला पक्क परी। किन दिदी? निर्मलाको पातलो गोरो अनुहारमा जताततै पसिना चिटचिटायो। विस्फारित आँखाले उनले उर्मिलालाई एकटकसँग हेरिरहन्। अनि निश्चेष्ट हुँदाहुँदै पनि निर्मला फेरि बहिनीको लिदारको टिका उक्काउन लम्किन्। उर्मिला तर्सी। दिदी नभेट्टाउँदै ऊ दगुरेर कोठाबाट बाहिर निस्ती। बहिनी तर्सेर भागेको देख्दा निर्मलालाई हाँसो उठ्यो। रित्तो कोठामा उनी एक्लै मरिमरी हाँस्न थालिन्। हाँस्दा हाँस्दै आँखाबाट आँसु बर झरे। मुटु खुम्चिए झैँ भयो। उनले घुनामा मुन्टो अड्याएर बिस्तारै सास तानिन् अनि बिस्तारैसित खोकिन्। तर घाँटी ट्याप्प सुकेको थियो। तिर्खाले हो कि? तर तिर्खा त उनलाई लागेको थिएन। आँखाबाट आँसुको बादल हटिसकेको थिएन। निर्मलालाई बाहिरबाट ढोकाको पर्दा उठाएर कसैले चियाए झैँ लाग्यो। उनी पछाडि फर्किन्। साँच्चै नै उर्मिला रहेछ। दिदीले देख्न साथ ऊ पर्दा छोडेर भागी। के कन सुत्नी लाउन आएको होली? निर्मलालाई बहिनीमाथि त्यसै रिस उठ्यो। भित्र आए त म के गर्थे र? भूत ल्याउनी थिइनँ, लोग्ने पाउन आँटे भनेर फुर्केकी। मलाई सौता हुन आएकी भन्ठानेकी होली, त्यसैले। नत्र किन चियो भरेर हेर्थी? उता कोठाबाट हाँसेको आवाज टर्कारो भएर राम्रैसित सुनियो। सतर्क भएर निर्मलाले त्यतातिर कान थापिन्। उही त हो नि, त्यही प्रोफेसर हाँसेको रहेछ। स्वर कति मिठो, मान्छे पनि त राम्रै छ नि। खुल्ले अनुहार, कस्तो गोरो लायकको, अग्लो। निर्मला नानी, एकपल्ट उता दराजको साँचो दिनु पर्यो रे। गोदावरी सङ्घारभित्र टेक्न नपाउँदै कराई। आमै? निर्मला नानी त लौ न, के गरेको यस्तो? निर्मला झसङ्ग भइन्। ओठमा दगुराइरहेको लिपस्टिक हातबाट खस्यो। ऐनामा ज्वास्दै उनले सङ्घारको बीचमा उभिरहेकी गोदावरीलाई देखिन् अनि पुतली जस्तै सिँगारिएकी आफूलाई। निर्मला लोलाइन्। कुन प्रवाहमा उनले आफूलाई सिँगारिन् उनलाई पत्ते थिएन। पहाडको टुप्पासम्म ढाक्न पुग्ने अनेकौं विकट छालहरू उनको हृदयमा तरङ्गित भइरहेका थिए। निर्मला ऐनामा हेरेको हेरै भइन्।
गोदावरी कोठामा पसेर उनको अगाडि उभिए। हाँ निर्मला नानी, तपाईँले पनि यस्तो सिँगार गर्नुहुन्छ, लौ हेर झन् टीका पनि लगाएको, लोग्ने नभएको मान्छे हो त नि। उसको लोग्ने त विवाह भएको वर्ष दिनमै विमान दुर्घटना परिहाले नि। उतापट्टिको त्यो त उर्मिलाको लोग्ने, उसलाई हेर्न आएको। गिलासको जुठो पानी खन्याएर निर्मलाले ख्वाल ख्वाल मुख धोइन्। गोदावरी साँचो लिएर निस्किन नपाउँदै निर्मला उसको बाटो छेक्न पुगिन्। गोदावरी, कसैलाई पनि नभन है, बिन्ती, हेर कसैलाई नभन। किन भन्थे तपाईँको कुरा पनि? गोदावरी हाँस्दै निस्की। निर्मलालाई आफ्नो कमजोरीमाथि ज्यादै नै लाज लाग्यो। गोदावरीको अगाडि पनि उनले आफ्नो भुल ढाक्न सकिनन्। के भनिहाली गोदावरीले पनि, चिल्लिएकी उत्ताउली। निर्मलाको गाला कान्छसम्म रातो भयो। मुखको लाली पाउडर रुमालले रगडी रगडी पुस्न थालिन्। आमा र दाजुले देख्नु भएको भए छि, त्यही उर्मिलाले उसलाई त्यसरी सिँगारिएको देखेकी भए नि। एकैछिनमा गोदावरी फेरि आइपुगी। आएजा, चाँडै आउनुहोस् है। गोदावरी फर्की। निर्मला गइनन्। लुगा फेराइदिन पनि मै जानुपर्ने, लोग्ने पाइसकी। अब पनि उर्मिला केटाकेटी छेर दुलाहा हेर्न आइसके। आमाको समझ पनि कस्तो। हरियो लुगामा उर्मिला त निर्मला। तिमी पनि उठ, उर्मिलालाई उता लैजानु पर्यो नि। म जान्न आमा, तपाईँ भइहाल्नुहुन्छ नि। आमा बडा बडा आँखा तरेर निर्मलालाई हेरिन्। कस्ता अटेरी छोरीहरू आफ्ना त, कामको बेलामा पनि कस्तो हो। कपाल दुखेर चौपट्ट छ, नत्र आइहाल्थे नि। टाउको उठाउनै भएको छैन। भइगयो त, आइज उर्मिला। आमा फन्कँदै कोठाबाट निस्किन्। उर्मिलालाई फर्केर पनि हेरिनन्। हिँड्नुहोस् न दिदी तपाईँ पनि। उर्मिलाले भित्रैदेखिको बल फुकाई। तिमीलाई हेर्न आएको मान्छे म गएर के काम? मलाई एक्लै लाज लाग्छ, कसरी बस्नु त्यहाँ? उर्मिलाको स्वर रुन्चे भयो। निर्मलाले हाँस्ने कोसिस गरिन्। के को लाज? आफ्नै मान्छे त हो नि। बिहे भएपछि पनि यस्तै स्वाङ गरेर निर्वाह हुन्छ कि? उर्मिला हाँस्न सकिन। दाजु कोठाभित्र पसेर उर्मिलालाई लिएर गए र निर्मलाले मन बाँध्न सकिनन्। उठेर उनी पनि दाजुको पछि पछि लागिन्। सबैजना भित्र पसे, तर निर्मला ढोकाको पर्दा समातेर बाहिर उभिन्। भित्र दाजुले नयाँ मान्छेलाई उर्मिलाको परिचय दिए। उर्मिला मेरी कान्छी बहिनी, यसै वर्ष म्याट्रिक पास भई। फेरि दाजुले ढोकातिर देखाए। ऊ मैली चाहिँ, आउन निर्मला भित्र। त्यो मान्छेलाई दाजुको पछिल्लो कुरा सुन्यो कि सुनेन कुन्नी। उसले एकचोटि पुलुक्क पनि निर्मलातिर हेरेन। मान्छे भलात्मी जस्तो छ, तर के हुन्थ्यो? उसका आँखा उर्मिलाको हरियो सिफनको सारीमा मात्रै अल्झिराखेको झैँ लाग्यो। निर्मलालाई अनि त्यहाँ बसिरहन मन लागेन। त्यहाँबाट उठेर उनी बाहिर बारदलीमा गएर उभिन्। बाहिर टन्टलापुर घाम लागिरहेको थियो। शून्य पिच रोडको दायाँ बायाँ बुङबुङती उडेको दुलो अनि छिनछिनमा हिँड्ने दैत्यकार ट्रान्सपोर्ट सर्भिसको कानै थर्काउने घर्र घर्र आवाजले निर्मलाको मन झन् खल्लो तुल्याइदियो। पर ढोका बाहिर एउटा नयाँ जीप उभिएको रहेछ। सायद उर्मिलालाई हेर्न आउने केटाको होला। भित्रपट्टि मैलो सेतो कमिज र कालो चस्मा लगाएको मान्छे स्टेरिङलाई अँगालो हालेर घोप्टिरहेको थियो। ड्राइभर हो क्यारे? त्यस्तै लाग्यो निर्मलालाई। त्यो मान्छे निर्मलालाई देखेर जीपभित्रैबाट लगातार सुसेल्न थाल्यो। निर्मलालाई मन परेन। उनी त्यताबाट आफ्नो कोठामा फर्किन्। त्यहाँ उर्मिलालाई हेर्न आउने केटो मात्रै एक्लै अखबार पल्टाएर बसिरहेको रहेछ। निर्मला झस्किन्। त्यो कोठा उनको होइन, दाजुको थियो। कसरी त्यहाँ आइपुगिन्? निर्मला आफैले पत्तो पाइनन्। फेरि उनी ठाडै खुट्टाले फर्किन पनि सकिनन्। त्यसै आउँदा जाँदा के भन्ला त्यो मान्छेले पनि? फेरि बिकामले झन् यहाँ ठिङ्ग उभिरहँदा के भन्ला नि? ज्यादै अप्ठ्यारो लाग्यो निर्मलालाई। त्यो मान्छेले अखबारबाट टाउको उठाएर एकपल्ट निर्मलातिर पुलुक्क हेऱ्यो अनि फेरि अखबारमै निहुरियो। निर्मला चल्न खोजिन्, तर उनका गोडा जड भएका थिए। उनी उभियै भइरहन्। धेरै बेरसम्म उभिरहँदा पनि त्यो मान्छेले केही बोलेन। निर्मलालाई उसले एकपल्ट बससम्म पनि भनेन। ऊ अखबारमै हराए जस्तो देखिन्थ्यो। उसको निहुरिरहेको बाटुलो अनुहार, घुम्रेको कपाल र त्यसबाट बिस्तार बिस्तार उडेको कोलगेटको मधुरो गन्ध। निर्मला चेतनाहीन भएर विस्मृतिमा पुगिन्। आँखा अगाडिको दृश्य निष्पट्ट हुँदै गयो। बस्नुहोस् न, कति उभिरहनु भएको? मान्छे निर्मलातिर फर्केर खिस्सा हाँस्यो। निर्मलाको घुँडादेखि तलसम्म काँप्यो। उनी बसिनन्। निर्मलाको धोतीका सप्कोको छेउ बिस्तार बिस्तार उसले तानिरहेको रहेछ। निर्मला केही विरोध नगरी खाली उभिरहन्। एकछिनपछि त्यो मान्छेले निर्मलाका दुवै हात समातेर आफूतिर टाँसेर राख्यो। निर्मला ज्ञान शून्य झैँ चुपचाप बसिन्। उसका हातको तातो स्पर्शले निर्मलालाई छिडभर सान्त्वना दियो। आँखामा टुक्रिएका सपना फेरि जोरिन थाले।
फुलै फुलको बारी, फुलै फुलको आकाश, फुलै फुलले ढाकेको बाटो। तर एकैछिनमा निर्मलाको त्यो लामो सपना फेरि टुक्रियो। उनलाई आफ्नो देब्रे गाला बेसरी दुखेझैँ लाग्यो। उनले आफ्नो गाला छामिन्। रगताम्य भएको रहेछ, हत्केलाभरि रगत, आँखै तिर्मिराउने रातो। निर्मला कहालिएर उठिन्। त्यो मान्छे निर्दयतासँग हाँसिरहेथ्यो। निर्मला घुइरा आँखाले कहालिएर उठिन्। ऊ लापरवाहीसित उठेर सडकपट्टिको झ्यालमा गएर उभियो। निर्मलातिर ऊ बोल्दै बोलेन। बेइमान। निर्मलालाई एक थप्पड कसेर उसको गालामा हिर्काउँझै लाग्यो, तर हात उठेन। त्यो उनको को हो र? त्यसलाई के माया? त्यो त उर्मिलाको केटो। निर्मलाको हृदयका बेग सबै सामसुम भएर गए। चिथोरिएका गाला लिएर उनी हुर्रिँदै गइन्। मटानमा उर्मिला भेट्टी। के भयो दिदी गालामा? निर्मलाले राता राता आँखा पल्टाएर बहिनीलाई हेरिन्। उर्मिला डराई। के भयो भनेको पो त? निर्मलाले बहिनीलाई धकेलेर भित्तामा जोताइदिन्। तेरो लोग्ने एक्लै छ, जा रे कोठामा। मटान नाग्न नपाउँदै निर्मला फेरि पानी बोक्ने रामेसित ठोक्किन पुगिन्। रामे मौका भेट्टाएर हाँस्यो। कमिजको भित्री खल्तीबाट एउटा मोडिएको कागज उसले दौडोदै निर्मलालाई दियो। यो तपाईँलाई पल्लो घरको मास्टरले लुकाएर दिनु भनेको। कोठामा पुगेर उनले ढ्यामढुम्म ढोका लगाइन्। उनको आत्मा मध्यान्हको बाँसकारी झैँ सुई लाग्यो। सरसर धोती तानेर उनले खाटमाथि भकुण्ड्याइदिन्। तैपनि चित्त बुझेन। ढाइते गालामा आफैले जोरसँग 2-4 थप्पड हिर्काइन। अझ शान्त मिलेन। छाती हुरीले खडखडाएका खुला झ्याल झैँ ढ्याङ बजिरहेको थियो। 2 हातले निर्मलाले छाती च्यापिन्, तर व्यथा झन् निचोरियो। अनि सडकमा जीपको ड्राइभर बेकायदासित सुसेलेको, रामेको ल्याएको त्यो गुण्डा मास्टरको चिठी। अनि निर्मलाले सम्झन सकिनन्।